पाकिसक्यो। फेरि हेर्नुहोस् मजाले भक भक उम्लिँदैछ। अनि म चाहिँ यहाँ सिट टेकाइ पनि सकेँ एक्काइसो। अनि यहाँ चाहिँ मैले बसाली पनि सकेँ। अनि यहाँ चाहिँ मैले अचार पिसिरहेको छु है, टमाटर अनि अदुवा हालेको मात्रै छु, सुक्खा खुर्सानी फ्राई गरेर अनि टमाटर है। यो चाहिँ अचार हो है। अनि यता मेरो पाक्दैछ। अब चाहिँ म मोमो उगारेर हेर्छु है कस्तो भएको छ। अब पाक्यो, अब चाहिँ चुस्सी भएछ मोमो पनि। हेर्नुहोस् यस्तो भएको छ है, मजाले भएछ। अनि यता चाहिँ हेर्नुहोस् यसरी बनाएको छु मैले। मेरो बुढाले चाहिँ यस्तो मन पराउँछ नि त, पुरा यस्तो डिजाइन भएको। अनि यो चाहिँ डल्लो, अन्त अर्को त्यो मुसाको जस्तो चाहिँ मन पराउनुहुन्न है। अनि यहाँ चाहिँ मेरो यस्तो भइरहेको छ है। अनि हेर्नुहोस् न यता पनि बनाइरहेको छु। अब यसमा खनाउनु आँटेको, यता अचार हो। अनि यता मोमो चाहिँ पाकिसक्यो है हाम्रो चाहिँ। अन्त मेरो हस्बेन्डलाई चाहिँ थुकाइसक्यो अरे, कहिले पाक्ने। अब यो चाहिँ रेडी भयो है। अनि यो चाहिँ रेडी भइसक्यो। हेर्नुहोस् यहाँ, हेर्नुहोस् न यहाँ सुप हेरिहाल्नुहोस् मजाले सुप पनि उम्लिरहेको छ हो। यहाँ चाहिँ सुप पनि मजाले बोइल भयो, मैले उतारिसकेको छु है। अनि अब यता चाहिँ म खनाउँछु है। अहिले यो चाहिँ मेरो छोरीलाई दिएको है। लु छोरी चाक कस्तो भएको छ भन ल, तिम्रो फेभरेट है। हेर्नुहोस् है मेरो छोरीले चाख्दैछ हो। दामी, लु खाऊ न, मिठो यम्मी। हेर्नुहोस् मेरो छोरीले मोमो चाहिँ पुरा मन पराउँछ, बाउ छोरीको फेभरेट हो, त्यही भएर चाहिँ बनाइदिएको मैले हो। अब खानुस् ल। ल अब चाहिँ हामी चाहिँ मोमो खानु लागेको, पाकिसक्यो। अनि यहाँ चाहिँ मेरो बुढा त इन्तजारमा छ। अनि यहाँ चाहिँ म पस्किदिँदैछु है, मोमो पस्किदिँदैछु। जुसी भएको छ होला। ल मैले यहाँ हालिदिनु सकेँ। यहाँ चाहिँ हाम्रो पिरो अचार छ है, पुरा छ यहाँ। हेर्नुहोस् अचार। अन्त यहाँ चाहिँ ट्याक्राक्कै हालिदिनु अरे हौ अचार। अब कस्तो चाहिँ हुँदो रहेछ ल खाएर हेर्नुहोस् कस्तो भएछ। कस्तो हावा भएको थियो होला है। दामी। हेर्नुहोस् मोमो खानु हुँदैछ मेरो हस्बेन्डले। सुप चाहिँ पाक्दैछ हाम्रो हो। यहाँ चाहिँ खानु हुँदैछ तातो तातो। अन्त यता पनि छ उसकै लागि र नानीको लागि बनाइदिएको है। घर आएपछि चाहिँ मिठो मिठो खानु पाइहाल्छ। दामी मिठो। हेरिहाल्नुहोस् मलाई पनि आइपुग्यो। हेर्नेलाई झन् कति थुक आउँछ होला। टेस्टी। ल अब यो चाहिँ मेरो बुढाले खानुहुन्छ है। अनि सबैजनालाई गुड नाइट है। अनि हजुरहरू पनि राम्रोसँग खाएर सुत्नुहोस् होला। शुभरात्रि। बाई बाई गरिदिनुहोस्। ल बाई बाई एभ्रिवान, गुड नाइट, हेभ अ स्विट ड्रिम।